Hello everyone. Today we are at Utkrisht Shichalaya Mavi and I am Amit Stapit, principal of this college. And as हामीसँग यहाँ हुनुहुन्छ Sakshi ma'am, Sakshi Tuladar ma'am. She is a social counselor of our students. And it's been like a couple of months. 7-8 months, होइन? She's been with us. हुन त हाम्रो प्राइम एजुकेसन ग्रुपको एउटा विङ हो उत्कृष्ट शिक्षालय मावि. फर्मली आवर कलेज वाज नोन एज प्राइम इन्टरनेसनल स्कुल. सो तर अहिले हामीले चाहिँ यसको नामलाई चाहिँ चेन्ज गरेर उत्कृष्ट शिक्षालय मावि बनाएको छौँ. अनि म्यामको कुरा गर्दाखेरि यहाँ आउनुभएको कति भयो हामीलाई? +2 मा इट्स 2-3 अनि एज अ होल हाम्रो प्राइम एजुकेसन ग्रुपमा हामी 9 months. 9 months. 9 months. या यस्तो भयो म्याम. अब टु स्टार्ट विथ द कन्भर्सेसन, म्यामको निड चाहिँ कहाँनिर ठ्याक्क हामीलाई देखा पर्यो भने चाहिँ नि इट्स बिन लाइक 18 years मैले कलेज पढाइरहेको, कलेज हेरिरहेको होइन. वाट आई एक्सपिरियन्स्ड इज, हुन त अब आजकल कलेजहरूको स्कुलहरूको चाहिँ यो टिचिङ एन्ड लर्निङ स्टाइल्सहरू फरक छ. अब चाहिँ हाम्रो पाला भन्ने बेला आइसक्यो हाम्रो पनि. हाम्रो पालामा चाहिँ इट वाज क्वाइट डिफ्रेन्ट. स्कुल कलेज भनेको जस्ट लाइक हामी जाने, पढ्ने, जाँच पास गर्ने, एउटा डिग्री पाउने होइन. 9 पछि 10, 10 पछि 11, 12 अनि ब्याचलर्स लेभल त्यो थियो. तर थिङ्स हेज चेन्ज्ड. लाइक अब आजकल मान्छेहरूले चाहिँ यो स्कुल कलेज पनि ओभरअल एउटा डेभलपमेन्टको लागि, नट ओन्ली फर एजुकेसन, ओभरअल नलेजको लागि, ओभरअल डेभलपमेन्टको लागि नै मान्छेले चाहिँ कुनै कलेजहरू चुज गरेको देखेको छु मैले. अनि हामीलाई चाहिँ तपाईँको एक्सपर्टिजको निड चाहिँ हामीलाई कहाँनिर लाग्यो भने चाहिँ यो विद्यार्थीहरूलाई चाहिँ यो नलेज दिने मतलब हुन्छ नि, हामीले गर्दाखेरि या एजुकेसन दिँदाखेरि चाहिँ पढायो, लेखायो, जाँच पास गर्यो, या चाहिँ अलिकति कमजोर विद्यार्थीलाई ट्युसन्सहरू राख्यो, अझै पनि उनीहरूको स्किल डेभलपमेन्टको लागि चाहिँ सफ्ट स्किल्सहरू, टेक्निकल स्किल्सहरू दिँदै गयौँ कि. बट वेयर वी ल्याक जस्तो मलाई लागिरहेको थियो भने चाहिँ नि, what about the feelings of students? How they are feeling? Are they really enjoying the studies? हुन्छ नि त्यो फिल हुन थाल्यो कि. किनभने हामी टिचरसँग चाहिँ टाइमदेखि हामी करेस्पोन्ड गरी हेर्दा या चाहिँ फेस टु फेसै भेटेर हामी इन्ट्रेक्सन गर्दा पनि वाट दे सजेस्ट अस इज, सर हामी क्लासमा गएको थियौँ, पढाउने त्यही नै पढाउने हो, यो ब्याच त्यति राम्रो छैन, अझै पनि इयर बाई इयर त्यस्तो त हुन नपर्ने हो, विद्यार्थी त पढ्ने नै भन्ने नआउने हो. बट टिचर्सहरू, हाम्रो स्टाफ्सहरूले पनि के भन्नु थाल्नुभयो भने चाहिँ विद्यार्थीलाई पढ्नै मन छैन, हुन्छ नि, खालि उनीहरू चाहिँ हल्ला गर्छ. कहीँ फ्लज हाम्रो साइडमा त होइन, या हामीले चाहिँ खालि पढाउने मात्रै, उनीहरूलाई चाहिँ खालि ट्रेनिङै दिने मात्रै खालको, या करियर भनेर एकदमै फ्युचर ओरिएन्टेड, एकदम करियरमा पैसा कमाउनुपर्छ, एउटा राम्रो जब गर्नुपर्छ भन्ने कुरा मात्रै सिकाउँदै गरेर कहीँ कतै कुनै कर्नरमा विद्यार्थीहरूको, स्टुडेन्ट्सहरूको भावना दबिएको त होइन भन्ने रियलाइज भयो. अनि सिन्स वी हुन्छ नि तपाईँलाई हामी भेट्यौँ, त्यो बेला तपाईँको कन्सेप्ट हामीले सुन्यौँ अनि वी रियली लाइक डिड के. हुन्छ नि, तपाईँले जुन एक्सपिरियन्स गर्नुभयो अनि तपाईँको एक्सपर्टिज, तपाईँको पढाइ पनि त्यही साइको सोसल काउन्सिलर दिनै थियो होइन. सो वाट यु से, इज दिस निडेड इन कलेजेस एन्ड स्कुल्स, लाइक भावना बेसिकली? It's really needed. As like psychology student and आफ्नै मास्टर्स पढ्दाखेरि पनि I feel like even पढिरहेको बेलामा पनि there was lack of counselors for me, because there were certain times when I really needed counseling because I was demotivated or something wasn't going right in my life. I needed to talk to somebody, because there was nobody to talk to. I couldn't excel in my studies because it was like holding me back because I was having other problems that was taking priority in my life. So if only मसँग त्यति बेला कसैले, if I had a teacher or someone more qualified to talk to, who could understand me or who could guide me, त्यति बेला मलाई सजिलो हुन्थ्यो होला कि. But it took me so long to complete my studies because त्यो मलाई त्यो गाइडेन्सै थिएन. I had to go find outside. तर प्राइमले त अब कलेजमै दिएपछि होइन, स्टुडेन्टहरूलाई त झन् फाइनेन्सियली पनि त्यो बेसिसमा चाहिँ इम्प्रुभ भनौँ न, एउटा रिल्याक्स हुन्छ, बिकज दे डोन्ट हेभ टु फाइन्ड द्याट सपोर्ट आउटसाइड अफ कलेज, दे गेट इट फर फ्री के. मैले अनि त्यहाँ म्यामले भन्नुभएको जस्तै मैले चाहिँ कुनै फ्याकल्टी मेम्बरसँग, टिचरसँग, स्कुल लेभल पढाउनुहुन्छ उहाँ चाहिँ,
उहाँलाई मैले सोधेको थिएँ कि पर्टिकुलर विद्यार्थीको चाहिँ यो ह्यान्डराइटिङ किन नराम्रो भएको भनेर सोद्धाखेरि चाहिँ हि अर सी सेड कि मिहिनेत गरेन प्र्याक्टिस गरेन भनेर भन्नुभएको थियो बट यु मेड अस रियलाइज कि तपाईँसँग अस्ति हामी इन्ट्र्याक्ट गरेको थियौँ नि आई वाज सो सरप्राइज टु नो कि विद्यार्थीको चाहिँ कन्फिडेन्स भएन भने ह्यान्डराइटिङ राम्रो हुँदैन विद्यार्थीको चाहिँ तपाईँले चाहिँ हामीलाई भन्नुभएको थियो नि विद्यार्थी कन्फिडेन्स भनेर राम्रो हुँदैन विद्यार्थीलाई चाहिँ स्पेलिङ र ग्रामरमा चाहिँ दखल भएन भने राम्रो हुँदैन भन्ने मतलब कस्तो भने उसले चाहिँ यो कसरी गर्ने भनेर सोध्न जाँदाखेरि चाहिँ उसलाई सिकाउन सट्टामा गाली खायो ऊ डराउँछ नि त ऊ डराउँछ भेरी कमन छ नि अहिले पनि इट्स गोइङ अन यु सुड नट लाइक होला टिचरको पनि आफ्नै एउटा प्रब्लम थियो होला सो बट टिचर सुड बी सपोर्टिभ बिकज नट एभ्री वान इज A student, everyone, some are lagging behind, some are like, पढ्नै गाह्रो हुन्छ उनीहरूलाई. So like, even when teachers ask, कसैलाई के problem छ, or the students, no one raises their hand, तर exam त भइरहन्छ there. Yeah, त्यो कुरा चाहिँ बिस्तारै मलाई पनि रियलाइज हुन थालेको छ बिकज couple of years before हुन्छ नि couple of years त के अब रेगुलरली पढाउन नै गरेको त मैले भनिहालेँ it's been a decade and more. अनि पहिला मैले पनि पढाउँदाखेरि स्पेसली यो प्लस 2 लेभलमा पढाउँदाखेरि चाहिँ मलाई के लाग्थ्यो भने चाहिँ यसले पढेन बिकज यो त अल्छी छ यसले पढेन बिकज यो ठग छ यसले पढेन बिकज यसो कसैको पनि कुरा सुन्दैन तर ब्याकएन्डमा मैले त्यो विद्यार्थीसँग अलिकति इन्ट्र्याक्ट गर्दा या उसँग अलि फ्रेन्डली भएर कुरा गर्दाखेरि चाहिँ बिहाइन्ड द सिन चाहिँ अरू पनि कुरा निक्ल्यो कि होइन के कुरा निक्ल्यो भने चाहिँ क्लासमा नपढेको कारण भनेको उसले जाँचमा राम्रो गर्न नसकेको कारणले भनेको चाहिँ उसले अल्छी मानेर ठगेर होइन रहेछ होइन त्यो चाहिँ खास घरबाटै सुरु हुँदो रहेछ क्या त्यो उसलाई एउटा सेपरेट रुम छैन हि अर सी इज फोर्स टु सेयर त्यो रुम विथ हुन्छ नि अब सिब्लिङ्स या चाहिँ कोही ग्रान्ड मदरसँग कोहीसँग बसिरहेछ होइन अनि यता पढिरहेछ उता टिभी बजिरहेछ के गरी आमा बाउलाई नि पेरेन्ट्सलाई पनि यो कसरी गर्ने भनेर सोध्न जाँदाखेरि चाहिँ तैँले स्कुलमा के सुनिस् त के पढिस् त भन्ने खालको चाहिँ गाली पायो अनि मैले उसलाई भने तिमीले एटलिस्ट अब घरमा ड्याडी मम्मीको चाहिँ बिजी स्केड्युल छ उहाँलाई चाहिँ यो कन्टेक्स्ट थाहा छैन भने चाहिँ यो कुरा अब आस्क टु यर टिचर्स अनि यस्तो भयो अरे टिचर पनि क्लासमा आउनुहुन्छ पढाउनुहुन्छ अब उहाँले त फेरि एउटा इन्डिभिजुअल विद्यार्थीलाई भन्दा पनि होल मासलाई फोकस गरेर पढाउनु पर्यो होइन अनि टिचरले के अज्युम गर्यो भने चाहिँ दिस गाइज अन्डरस्ट्यान्ड भनेपछि त उसले किन बुझेन त होइन त्यो डिगआउट नगरिकन के गर्दैछ भने अब सायद उसले मिहिनेत गर्न बाँकी होला होइन इभन मलाई पनि त्यही फिल हुन्थ्यो कोही विद्यार्थीले पढ्दैन भने चाहिँ उसले मिहिनेत गरेन यु हेभ टु पुट नो मोर एफोर्ट भन्ने खालको सजेसन्स दिन्थेँ बट बिस्तारी दिस इज वाट यु कल एक्सपिरियन्स त्यो हेर्दै जाँदाखेरि के थाहा पायो भने चाहिँ ब्याक एन्डमा चाहिँ विद्यार्थीको चाहिँ साइकोलोजी पनि बुझ्नु पर्दो रहेछ हामीले अनि सिन्स यु केम मोर रियलाइजेसन मोर निड चाहिँ हामीलाई फिल भएको छ कि एभ्री विद्यार्थी एभ्री स्टुडेन्ट्स आर डिफ्रेन्ट एभ्री वान इज स्पेसल होइन अनि बस एउटा कुरा के गर्नुपर्छ जस्तो लाग्छ भने चाहिँ उनीहरूको साइकोलोजिकल निड के छ उनीहरूको भावना के छ कतै मैले अहिले पनि देख्छु देयर आर सो मेनी स्ट्रिक्ट कलेजेस हुन्छ नि स्ट्रिक्ट स्कुल स्ट्रिक्ट कलेजेस जहाँ चाहिँ एकदमै अब ड्रेस कोडमै मात्र फोकस जहाँ चाहिँ कपालको लेन्थमै फोकस होइन अपियरेन्समै फोकस ठिक छ त्यो एक हदमा राम्रो पनि हो त्यसले चाहिँ एउटा चाहिँ डिसिप्लिन हुन्छ त्यो त छँदैछ प्लस चाहिँ विद्यार्थीको भावना के छ त के भइरहेछ उसले के चाहेको छ के कारणले गर्दाखेरि यस्तो भयो त भन्ने कुरा त्यो डिग आउट गर्ने चाहिँ एकदम कमै मैले पाएको छु कि सो या म्याम अब हजुर यहाँ हुनुहुन्छ होइन सो वी आर भेरी मच होपफुल कि हाम्रो विद्यार्थीहरूले चाहिँ एटलिस्ट आफूलाई मनमा लागेको भावना चाहिँ अगाडि व्यक्त गर्न पाओस् अनि यु लन्च वान प्रोग्राम राइट रिसेन्टली कलेजको लागि इट्स गोइङ ग्रेट एक्चुअली स्टुडेन्ट्सहरू आउँछ लाइक नट एज मच एज आई एक्सपेक्टेड बट जति आएकोमा पनि आइम भेरी ह्याप्पी द फर्स्ट सेसन वाज रियली गुड Yeah, even I was there in session. I could not resist myself to speak some of my bhavana too. I know what I feel, भनेर. And I was really happy that students are getting so close and familiar to you. I know, तपाईं so comfortable. जुन कुरा चाहिँ as a principal मलाई भन्न नसकेको कुरा, जुन कुरा चाहिँ as a parents लाई गएर घरमा भन्न नसकेको कुरा पनि they are open up with you. That's quite nice नि हैन? Like that one student who shared, she wasn't very comfortable sharing the kura, she doesn't want everyone to know. But the session when she shared and she encouraged her peers, that was very touching for me because she came out of her comfort zone. That's what we want to do, Pav. We want them to come out of their comfort zone because
reality is different in real world adulthood, man. It's different, you know. You cannot say like, oh, yesto bhayo, that is why I'm like this. You cannot. You have to come out from your comfort zone. Yeah? And not exaggerating this one, but exaggerate गरेको चाहिँ मैले हैन, but yeah, definitely त्यो स्टुडेन्टमा चेन्ज चाहिँ छ। मैले चाहिँ उलाई यसो वाच गर्दाखेरि चाहिँ the way she behaves before like few months, confidence boost भएको छ, अलिकति चाहिँ मेरो कलेज भन्ने भावना जाग्या छ। Only because of course अलिकति चाहिँ मैले मेरो कलेज भन्ने भावना जाग्ने ठुलो कुरा भइसक्यो नि हैन। मेरो पढाइ मात्रै होइन कि यो एउटा मेरो अलग्गै खालको कम्युनिटी छ। These are my friends, यो मेरो स्कुल, यो मेरो कलेज हैन, अनि यहाँ भएको स्टाफ, टिचर्स, प्रिन्सिपल्सहरु पनि मेरो गार्जियन, अब त झन् मलाई सपोर्ट गर्ने कोही पनि हुनुहुन्छ, कोही हुनुहुन्छ भन्ने जुन भावना जाग्यो नि, that was really nice, man. है अर्को is like home support. I don't know parents realize it or not, but they are sometimes really demotivating students. I can feel it. Yeah, they are very demotivating. I just wish like they would listen to what their child wants. कि त्यसले गर्दा नि पढाइमा धेरै इफेक्ट हुन्छ। Because you know how criticizing, like उलाई त्यति बेला feel न त subconsciously they are thinking about it all the time. Like believe नै गर्दैन, what am I going to do भनेर हैन। त्यसले पनि students लाई matter चाहिँ गर्छ। Parents are back support of student हो नि त। हामी त अगाडिबाट अलिअलि सपोर्ट गर्छ, but majority of the life the parents हुन्छ नि त। And if they don't understand, if they are criticizing all the time, that is not how life confidence चाहिँ हुँदैन। Self confidence low। I completely agree with this thing हैन, किनभने last time one of our हुन्छ नि parents को एकजना हुनुहुन्छ, उहाँ आउनु भएको थियो अनि they both were complaining throughout the मसँग कन्भर्सेसनमा, खाली कम्प्लेनै गरिरहेको थियो कि आफ्नो छोराको बारेमा, उले यस्तो गर्छ, तपाईँ सम्झाइदिनु पर्यो, उले यस्तो गर्छ, त्यस्तो गर्छ। अनि मैले उहाँलाई चाहिँ त्यो कन्भर्सेसन बिचैमा बन्द गरेर, या हो धेरैवटा मिस्टेक्सहरु भएको छ उबाट, उले राम्रो पढाइ पनि भइरहेको छैन हैन, बट यसलाई एकछिन साइडमा छोडेर क्यान यु प्लिज पोइन्ट आउट वान गुड पोइन्ट, एउटा आफ्नो छोराको चाहिँ एउटा राम्रो कुरा भनिदिनु न भन्दाखेरि चाहिँ देयर वाज अ लङ पज के हैन, देयर वाज लङ पज। 18 वर्ष भइसकेको छोरामा एउटा कुनै राम्रो गुण नदेखा, इट्स अ क्वाइट स्ट्रेन्ज थिङ नि हैन। अनि मैले पोइन्ट आउट के गरिदियो भने लास्ट टाइम हाम्रो स्पोर्ट्स विक भएको थियो, ही वाज अ भेरी गुड प्लेयर, ही वाज अ गुड प्लेयर मात्रै होइन कि साथीहरुसँगको उसको रापो, उसले जसरी टिमलाई लिड गर्यो, ठिक छ पढाइ डिफ्रेन्ट थिङ, पढाइ त गर्नै पर्छ, फेल हुन्छ भने त को कलेज जोइन गर्छ, बट त्यो उसले जुन खालको लिडरशिप देखायो, जुन खालको उसले चाहिँ त्यहाँ स्पोर्ट्सम्यानशिप देखायो, जुन खालको सजेसन्स हामीलाई उसले चाहिँ दियो, इभन कतिपय कुरा मलाई थाहा थिएन स्पोर्ट्स विकमा यस्तो हुनुपर्छ भन्ने कुरा। अनि आई कन्भे दिस थिङ्स टु हिज पेरेन्ट्स, अनि पेरेन्ट्सले भन्नुभयो फुटबल त राम्रो खेल्छ, सी दे डोन्ट नो देयर चाइल्ड हैन। हुन ब्लेम पनि गर्दिन हैन पेरेन्ट्स, बिकज आजकल त बोथ पेरेन्ट्स आर वर्किङ हैन, 9 to 5 जब होला or 9 to 6 जब होला, एन्ड दे गेट लिमिटेड टाइम विथ देयर चिल्ड्रेन, त्यसमा पनि करारै बित्छ के। And the student, अनि बच्चाहरू पनि हाउ विल दे जति ह्याङ आउट गर्न खोज्छ त्यति नै कराउँछ, आइ एम नट गोना वेस्ट माई टाइम, मेरो मुड अफ हुन्छ, मेरो नेगेटिभ एनर्जी आउँछ भन्छ बच्चाहरूले आजकल, ब्याड हो आई डोन्ट वान्ट द्याट भनेर उनीहरू छुट्टै बसेछ। द्याट्स वे टिचर के पेरेन्ट्स पनि क्यानट नो देयर चिल्ड्रेन। अर्को भनेको कस्तो अब पेरेन्ट्स नै हो दे डोन्ट मिन टु ब्याच देम अर एनिथिङ, बट दे निड टु अन्डरस्ट्यान्ड वाट द्याट चाइल्ड वान्ट्स के। उसको इन्ट्रेस्टको स्टडिजमा तपाईँले फोकस गरेर कि क्या हो, आजकल त लाइक डिजिटल मार्केटिङ, मिडिया, देयर इज लाइक मेकअप, एभ्रिथिङ छ नि, नेल एक्सटेन्सन्सहरू सिक्ने सबै, बट पेरेन्ट्सले के छ, नो दिस इज नट यर फ्युचर हैन, पढ्नै पर्छ, यही पढ्नुपर्छ, यही गर्नुपर्छ, होटल म्यानेजमेन्ट पढ्छ नै हुँदैन त, अनि ब्याङ्किङ, सिए, बिबिए, बिबिएस, they are still stuck in that loop of our millennial childhood के डक्टर बन्नुपर्छ, इन्जिनियर बन्नुपर्छ, ब्याङ्कमा काम गर्नुपर्छ, फाइनेन्स हुनुपर्छ। दे डोन्ट वान्ट टु एक्सप्लोर अदर अप्सन्स अफ लाइक वर्ल्ड के। अहिले त कहाँदेखि कहाँ जमाना पुगिसक्यो, बट दे आर स्टिल लाइक होइन यही 3-4वटामै सीमित हुनुपर्छ तिमीहरू, द्याट्स यर करियर, द्याट्स यर, बट द चाइल्ड डजन्ट वान्ट द्याट। या छ नि म्याम, अब यसमा चाहिँ अलिकति अब मेरो कुरा गर्दाखेरि चाहिँ प्रिन्सिपल भन्ने रोलबाट जब म अलिकति शिफ्ट भएर चाहिँ म एउटा फादरको रोलमा जान्छु नि हैन, आई एम श्योर यु स्टिल फिल ब्याक अफ द माइन्ड त्यही के। अफ कोर्स यस, अब ट्रमा हो कि हाम्रो, द्याट आवर पेरेन्ट्स केप्ट इट इन आवर हेड के।
अरूको छोराछोरीलाई अगाडि राखेर या अरू पेरेन्ट्सलाई चाहिँ मैले यस्तो भन्नु हुँदैन, बच्चाहरूको पनि एउटा इन्डिभिजुअल एउटा साइकोलोजी बुझ्नुपर्छ भनेर म भन्दै गर्छु। तर अब चाहिँ सिफ्ट भएर चाहिँ म आफूलाई एक्चुअली फादरको ठाउँमा राख्छु म। माई छोरी स्टडिज इन क्लास 6, एब्सोल्युटली भेरी गुड डान्सर होइन, अब एकदमै जिम्नास्टिक गर्छ, डान्स गर्छ, सिङ्गिङ गर्छ, सो मेनी एक्स्ट्रा करिकुलर एक्टिभिटिज है। सी इज ट्यालेन्टेड नो डाउट। तर when I go through a books like उसको चाहिँ होमवर्क गरेको उसको मार्क्स जब हेर्छु होइन, या फेल हुँदैन, एभरेज पास हुन्छ, राम्रो नम्बर ल्याएर छ होइन। बट स्टिल एउटा फादरको मनले चाहिँ के मान्दैन रहेछ भन्छ नि, मेरो छोरी डान्स गर्छ तर वी सुड नट फर्गेट द्याट वी आर इन नेपाल, पढाइ कतिको जरुरी छ नेपालमा। अनि त्यो कर्नरमा चाहिँ डर लाग्दो रहेछ क्या। न पढाइ त इट्स एब्सोल्युटली मस्ट, त्यो त म पनि भन्छु होइन। बट लाइक कस्तो हुन्छ नि, यु बिङ अ सपोर्टिभ फादर यु लेट हर डु द्याट होइन। बट दे आर स्टिल सम फ्यामिलीज हु विल नट अलाउ इट के नो पढ 24 घन्टा पढ भन्छ नि, द्याट इज नट फिजिबल। उसलाई पनि त अब मेन्टली ऊ त एकदम ब्रेकडाउन हुँदाखेरि त हि डजन्ट नो वाट टु डु एनी मोर के। त्यो त म्याम मैले लाइफमा मैले एक्सपिरियन्स गरेको छु। लाइफमा मेरो टाइममा त एसएलसी पिपल होइन, अनि त्यो एसएलसीको बेलामा माई गड एभ्री वान युज टु न्याक, जतिखेर पनि पढ। मेरो फेरि ग्रान्डफादर फेरि होइन कलेजको फेरि त्यहाँ चाहिँ प्रोफेसर, माई गड पढ हजुर बाउ पढ ड्याड होइन मम्मी पढ फुफू पढ जो पनि एभ्री टाइम पढ। कहिले काहीँ त मेरो घरमा त्यहाँ मखनको गली हिँड्दा पनि हुन्छ नि, कुकुरले पनि मलाई पढ भनेको छ नि, त्यस्तो लाग्ने मलाई त हुन्छ नि। त्यो छ। मैले के भन्न खोजेँ भने चाहिँ नि, यो कन्भर्सेसनलाई अलिकति मैले चाहिँ यसलाई फोकस गरेर कुरा गर्नु पर्दाखेरि चाहिँ या पढाइ चाहिन्छ नै, तर पढाइ सँगसँगै उसले के गरिरहेछ, लाइफलाई कतातिर लगिरहेछ, उसको इन्ट्रेस्ट के छ, त्यो भावना पेरेन्ट्समा या टिचर्समा या हामी जस्तो कलेज चलाउने खालको चाहिँ संस्थाहरूमा पनि अलिकति इन्डिभिजुअल विद्यार्थीको भावनालाई बुझ्ने खालको कुनै प्रोग्राम या कुनै खालको चाहिँ सेसन्स होइन, कुनै खालको अपर्च्युनिटी, कुनै प्लेटफर्म त्यो भइदियो भने चाहिँ अफकोर्स पढाइले चाहिँ नेक्स्ट डाइमेन्सन चाहिँ नेपालमा लिन्छ भन्ने चाहिँ मलाई चाहिँ लाग्छ होइन। डिसिप्लिन सबै हुँदैन कि, समटाइम आउट अफ क्यारेक्टर बिहेभियर पनि त हामी थाहा हुनु पर्यो वाट इज ट्रिगरिङ द्याट बिहेभियर भनेर। सो वी आर गोइङ टु कन्टिन्यू दिस सेसन लाइक द भाव सेसन लाइक once in 2 weeks or like धेरै स्टुडेन्ट आइन द once a week। अनि यसैमा म्यामलाई एउटा सानो मैले पनि म तपाईँलाई एउटा सानो रिक्वेस्ट पनि गर्न लागु। अब यो अलिकति डिफ्रेन्ट खालको म चाहिँ कुरा गर्दैछु यसमा चाहिँ, यो विद्यार्थीको भावना बुझ्ने चक्करमा विद्यार्थीले के चाहन्छ के चाहँदैन भन्ने भावना बुझ्ने चक्करमा कहीँ दुईटा पार्टीको भावना त्यसमा हर्ट हुने या चाहिँ त्यसलाई हामीले नेग्लेक्ट फेरि गर्दैनौँ। लाइक एउटा पार्टी भनेको पेरेन्ट्स नै भयो है, उहाँको पनि आफ्नो एउटा एक्सपेक्टेसन हुन्छ। अर्को एकदमै फेरि अभिन्न एकदमै इम्पोर्टेन्ट पार्ट हाम्रो संस्था एजुकेसन सेक्टरको लागि इम्पोर्टेन्ट पार्ट भनेको टिचर्स एन्ड स्टाफ्स होइन। इभन आई बिङ अ टिचर, इभन आई नो कि क्लासमा गएर त्यो 40 जना 35 जना कता त 50 जना स्टुडेन्ट्सलाई डिल गर्नु, इच एन्ड एभ्री इन्डिभिजुअल क्यालिबर बुझेर उसलाई चाहिँ पढाउनु, उसलाई जाँचमा एक्सेल गर्ने खालको चाहिँ उसलाई चाहिँ नलेज दिनु इज क्वाइट टफ यु नो। बर्नआउट हुन्छ, धेरै बर्नआउट हुन्छ नि। यु वोन्ट बिलिभ एक दिन मेरो यस्तो खालको दिन थियो जब वेन आई वाज नट इन एनी काइन्ड अफ त्यो डेजिग्नेटेड पोजिसन जस्ट नर्मल टिचर, एउटै विषय सेम विषय एक दिनमा आई युज टु टेक 8 periods a day 8 periods a day I used to take. Teaching the same thing, only faces are different, only section is different, same thing. And I really used to get burned out, you know. घर जाँदाखेरि त स्लाइन पानी दिनु पर्ला जस्तो हुन्छ नि मलाई हैन, चट्टो घरमा गएर चाहिँ स्लाइन पानी दिएर चाहिँ टिभी हेरेर बस्नु पर्ला जस्तो। कसैले घरमा जाने बित्तिकै त कसैले बोलेकै मन नपर्ने मलाई। त्यो लास्ट पिरियडतिर 6-7 पिरियडतिर त विद्यार्थीले क्वेसन गरेको नि म इरिटेट हुने खालको हुन्छ नि। अनि मेरो पनि के एउटा नोसन के निक्लिन्थ्यो भने चाहिँ पढ्दैन हुन्छ नि, त्यो इरिटेसन भएर आउने कि त्यो। सो वाट आई ट्राइङ टु रिक्वेस्ट यु इज विद्यार्थीको भावना व्यक्त गर्नलाई त भाव भन्ने प्रोग्राम हामीले लन्च गरि नै हाल्यौँ होइन, इज गोइङ ग्रेट होइन। त्यो अनि त्यसमा पनि हामीले चाहिँ टिचरको स्टाफको पनि भावना के छ, उहाँलाई चाहिँ कस्तो खालको चाहिँ हुन्छ मेन्टल स्ट्रेसहरू भइरहेछ,
त्यो बर्नआउटलाई कसरी मिनिमाइज गर्ने भन्नेको लागि पनि म्यामले के इनिसिएसन लिनुभयो भने चाहिँ या विल बी मोर देन ह्याप्पी. I have planned something, and as I have to share with you that I want to do something with the teachers as well. There's something like अब भाव जस्तो but different तरिका for teachers where all the teachers sit in one room once a week because teachers burn out हुन्छ नि because they are teaching same thing all the week हैन. So every Friday what I want to do is keep all the teachers together and let them share everything. राम्रो कुरा होस् नराम्रो कुरा होस् फनी कुरा होस् जेसुकै होस् they just share it out. So at least घर गएर उसले त्यो प्रब्लम घर लाँदैन क्या बिकज फ्राइडे होस् स्याटरडे त हुनु स्याटरडेसम्म पनि त्यो ह्याङ भइरहेको हुन्छ कि दिमागमा हाम्रो लाइक फेरि सन्डे कलेज जानुपर्छ भने सो लाइक फ्राइडे लेट्स एन्ड इट विथ अ गुड नोट विथ द टिचर्स होइन वी क्यान लाइक ह्याभ फन विथ द टिचर्स एज वेल उनीहरूको एटलिस्ट एउटा ठाउँ हुन्छ वेयर दे क्यान सेयर द फिलिङ्स क्या विच मैले नेपालमा आइसु आई हेभ नेभर सिन उनीहरूले कस्तो पाउँछ क्रिटिसिजम मात्रै पाउने ठाउँ छ कि अब टिचर्स मिटिङ भन्छ वाट दे गेट क्रिटिसिजम अर लाइक एक्स्ट्रा वर्क अर लाइक समथिङ एल्स बट आई वान्ट एउटा टिचर्सको सेसन वेयर दे जस्ट लाइक रिल्याक्स दे क्यान जस्ट बी देम सेल्फ दे क्यान जस्ट सेयर वाट आजको प्रब्लम के थियो हिजो यस्तो भयो स्टुडेन्टहरूको फिडब्याक पनि त चाहिन्छ स्टुडेन्ट टिचर्सहरूलाई पनि बिकज स्टुडेन्ट अस्तो कस्तो दे आर भेरी स्मार्ट आजकलको बच्चाहरू दे आर लाइक सुपर स्मार्ट दे क्यान ट्रिक यु एन्ड यु वुड नट नो हाउ दे आर मेनिपुलेटिङ यु सो लाइक एटलिस्ट अब तपाईँलाई एउटा टिचर स्टुडेन्टले दे आर भेरी गुड टु यु बट अदर टिचर दे माइट बी लाइक अलिकति पुवर बिहेभियरमा क्या सो लाइक एटलिस्ट एक्सचेन्ज हुँदाखेरि यु नो वाट द्याट पर्सन इज थिङ्किङ मलाई चाहिँ त्यो त्यस्तो खालको सेसन्स पनि गर्न मन छ जहाँ चाहिँ स्टुडेन्ट्सलाई मात्रै होइन इभन हाम्रो स्टाफ्स हाम्रो टिचर्सले पनि आफूलाई के परिरहेछ कस्तो खालको फिलिङ्स भइरहेछ होइन फिडब्याक भनेको त खालि पढाइको मात्रै फिडब्याक हुँदैन नि होइन खासै भन्नुभयो त एज अ प्रिन्सिपल त म अफिसमा हुन्छु मैले त ओभरअल देखेको हुन्छु तर इच एन्ड एभ्री इन्डिभिजुअल स्टुडेन्टको बारेमा थाहा पाउने त आखिरमा को हो त स्टाफ्स एन्ड टिचर्स नै हो सो त्यस्तो खालको सेसन्स गर्नु पायो जहाँ चाहिँ टिचरले पनि आफ्नो भावना व्यक्त गर्न पाउने कुनै इन्डिभिजुअल स्टुडेन्ट्सको बारेमा चाहिँ के त्यस्तो फिडब्याक्सहरू दिनु मिल्ने कन्स्ट्रक्टिभ फिडब्याक हामीले फेरि नेपालमा के सोच्दो रहेछौँ भने इभन म पनि फिडब्याक भनेपछि नाउ कम्प्लेन हुन्छ अब जरुरी छैन नि होइन त्यस्तो खालको सेसन्स पनि म्यामको थ्रुले चाहिँ के गर्न मिल्छ कि भनेर हामीले एक्सपेक्ट चाहिँ गरिरहेको थियौँ अर्को कुरा चाहिँ वाट वाज थिङ्किङ बिकज वी आस्क सम स्टुडेन्ट्स अफ लाइक अबाउट सर्टन टिचर्स होइन लाइक वाट इज द इस्यु विथ दिस टिचर वेन दे सेयर विथ मी अनि आई क्यान अल्सो गो टु द्याट टिचर एन्ड सर like this some students have this issue with you like can you tell me the reason why so like मैले त्यो through त्यो sir ma'am को I can improve their behavior towards the student as well where like student will feel more connected to the teachers and they are not afraid to ask like sir मैले बुझेन please help me त्यति भन्नलाई पनि we sweat a lot because गाली खान्छ यहाँ बुझेन भन्दा पनि यस्तो रहेछ लाइक पहिला म कुनै अरू कलेजमा पढाउँदा हाम्रो कोअर्डिनेटर सरले बोलाउनु भयो मलाई अनि हि सेड कि स्टुडेन्ट्स आर ह्याभिङ सम इस्युज विथ यर टिचिङ स्टाइल अनि त्यो भन्ने बित्तिकै त आई वाज यु नो लाइक अब यो त ठुलो के कम्प्लेन हो होइन अनि दे सेड कि तपाईँ एकदमै फेमिलियर हुनुहुन्छ खुलमिल्नु पनि भएको छ पढ्नु पनि राम्रो छ तर सरले अलिकति फास्ट बोल्नुहुन्छ अरे या अफकोर्स यस फास्ट यस्तो बोलिन्छ कि होइन अब मैले फर्स्ट टाइम बोल्दाखेरि त कतिपय विद्यार्थीले मेरो फास्ट स्पिच क्याचै नहुने अनि आई बिकम मोर कन्सियस अनि सकेसम्म चाहिँ यो फास्ट स्पिचलाई पनि कसरी मैले स्लो डाउन गरेर कसरी विद्यार्थी सेन्ट्रिक भएर स्टुडेन्ट सेन्ट्रिक भएर कसरी डेलिभर गर्ने द्याट्स लर्निङ नि लर्निङ क्यान बी डन इन एनी एज नि होइन त्यो कुनै सिक्नको लागि त तिमी यो एज पुगिसक्यो सिक्न मिल्दैन भन्ने छैन नि त होइन बिकज आई एम यङ्गेस्ट अमङ यर स्टाफ होइन लाइक मेबी लाइक सेकेन्ड यङ्गेस्ट अर समथिङ अमङ द टिचर एन्ड वेन आई गो to that adult teacher and say sir esto bha so you can do this one they shouldn't take it in a negative way they're like okay thank you for helping okay I'll improve on this one saknu parega but what we've noticed so far is like you know they have these egos like hizo man you are telling me this how can you say that and like that's a no I want to do it in a very positive way so that is why I want to create a session where teachers can be comfortable with me and I can be comfortable with teachers. I can give them the criticism, like the constructive criticism, and they can take it in a positive way instead of negative and like be against me or something. Of course, yes, ma'am. And thank you very much for your time. Ani hamro yo sessions चाहिँ हामीले continue गर्छौं. हजुर. Ani what we request you is let's focus on
overall development of our students, Yeah. staffs, and teachers. Yeah. Thank you very much for being with us. Thank you, sir. And I will really love to join your sessions further. Yeah. अनि अब हामी चाहिँ अलिकति विद्यार्थीको चाहिँ ओभरअल डेभलपमेन्ट पढाइ मात्रै भन्दा पनि ओभरअल डेभलपमेन्टतिर हामी लाग्ने चाहिँ Yeah. सोचिरहेछौँ. Yes, sir. Thank you, sir. Thank you very much. Thank you, sir.